आज चाहिँ हामी आएको छौँ यहाँनेरि लुम्बिनी है। लुम्बिनीको फर्स्ट अब यो दर्शन चाहिँ यस्तो रहेछ यहाँनेरि चाहिँ। सो हामी सबैजना जान्दैछौँ है। हाम्रो यहाँ सबैजना अगाडि छ, टिमहरू चाहिँ हाम्रो ग्रुप चाहिँ अगाडि छ। यहाँ चाहिँ यस्तो रहेछ भ्यू चाहिँ, लुम्बिनीको फर्स्ट भ्यू चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ यस्तो रहेछ है। नेपाल वज्र महाविहार है। यहाँनिर चाहिँ यस्तो रहेछ। मेरो नानी पनि यहाँनिर छ है। यो पनि आज दर्शन आएको। के छ अरे अनान्टी? नेपालको प्रधानमन्त्री। ए यो चाहिँ के दामी हो। जुत्ता यो खोल्नु मम्मी, जुत्ता खोल्नुपर्छ। मम्मी बोलाइदिनु नि मम्मीलाई। जुत्ता जुत्ता नेपाल चाहिँ रिच इन इट्स कल्चर एन्ड हेरिटेज भनेको चाहिँ एकदमै ठिक हो। यो सबै काठको बनिएको रहेछ। काठमा चाहिँ यति दामी आर्किटेक्ट आर्ट हेर्नुहोस् न, यस्तो दामी आर्ट एन्ड आर्किटेक्चर गरेको रहेछ। वाउ है, सो ब्युटिफुल। काठ हो यो। नेपाल इज अल अबाउट काठ। काठमाडौँ झन् काठमाडौँ सबै काठै काठ भेट्छ यस्तो। क्या दामी है। यहाँ भित्र चाहिँ यस्तो रहेछ। मेरो नानीले त दामी भन्दैछ। दामी है, दामी प्लेस, शान्त अनि सुन्दर है। दामी रहेछ। यहाँ त घुमेर घुमिसक्दैन रहेछ है। जुत्ता जुत्ता यु हेभ टु ओपन इट आउटसाइड हो। सो लेट्स स्किप दिस। गार्डन रहेछ, गार्डन। लेट्स स्किप इट होला। हाम्रोमा फेरि टाइम पुरा कम्ती छ हो, त्यही कारणले चाहिँ रहेछ। यो चाहिँ लुम्बिनीमा यस्तो रिल्याक्सिङ, यो पोखरी पनि यति साह्रो रिल्याक्सिङ रहेछ कि। यति साह्रो ब्युटिफुल। वाउ है। यहाँनिर चाहिँ भगवान् साँच्चै नै बास भएको जग्गा रहेछ। यो चाहिँ हो चाइनिज गुम्बा। यो चाहिँ लुम्बिनीमै छ। चलो काकाजु मामा ओ हप्ची मामा आइज। यो पनि हप्ची मामा हो। अहिले चाहिँ हामी आइपुगेको छौँ जापानिज टेम्पलमा हो। जापानिज चाहिँ यो सबै लुम्बिनी भित्र नै छ। जापानिज टेम्पलमा हामी चाहिँ आइपुगेको छौँ। यहाँ चाहिँ यस्तो रहेछ है जापानिज। यो चाहिँ जापानले बनाइदिएको अरे हो। यो चाहिँ यस्तो रहेछ यसको उयो चाहिँ भ्यू चाहिँ। यहाँ हामी सबैजना यहाँनिर छौँ। यहाँ चाहिँ हामी लुम्बिनी भित्र चाहिँ पहिला मङ्की किङ भएछ। ऊ चाहिँ मङ्की म्यान भएछ। मङ्की म्यान। ए नानीलाई कोतार्छ। आए अलवेज आगो बलि बस्छ अरे हो। 40 वर्ष ग्यासमा बालेको यो। यहाँ चाहिँ सधैँ आगो यसरी नै बलिरहन्छ अरे। यो ज्योति चाहिँ ज्योत चाहिँ अब अल टाइम चाहिँ यहाँ यो बुद्धगयामा चाहिँ यो बलिबस्दो रहेछ। सो यो चाहिँ एउटा मेन उयो रहेछ। ज्योति दीप चाहिँ यहाँनिर बल्दो रहेछ बुद्धगयामा चाहिँ। यो चाहिँ अल टाइम है यो ज्योत चाहिँ बलिबस्दो रहेछ। यो चाहिँ ठिक्क के अरे जस्ट यो उयसकै अगाडि बल्दो रहेछ। एन्ट्रीमा चाहिँ यसरी ज्योतिर्दीप चाहिँ यहाँनिर बलिबस्दो रहेछ।
अन्त यहाँबाट चाहिँ एन्ट्री है। पहिला दर्शन गरिहालौँ न। यहाँ चाहिँ हामी मेन बुद्ध गया चाहिँ यहाँबाट एन्ट्री हुँदो रहेछ। ए लुम्बिनीको दर्शन चाहिँ यहाँ हुँदो रहेछ। यो चाहिँ बेबी बुद्ध, जन्मघर लिटल बुद्ध। अगाडि था। कितना दूर? अभी बहुत दूर है, उसके बाद वो टावर से हम लोग निकलेंगे आगे गेट से। यहाँ चाहिँ हाम्रो मेरो सासु आमा चाहिँ हिँड्नु सक्दैन हो, सो उहाँ चाहिँ विलचेयर पनि पाउँदो रहेछ यहाँनिर चाहिँ अब बुढाबुढीहरूको लागि चाहिँ। पसेपछि अझै भित्र पसेपछि चाहिँ यो लुम्बिनीमा चाहिँ यस्तो रहेछ है। यहाँबाट चाहिँ पुरै वारपार यो तालाब रहेछ है, नदी रहेछ। अझै भित्र पस्यो भने चाहिँ यस्तो भ्यू देखिँदो रहेछ लुम्बिनीको चाहिँ। अझै निकै हिँड्नु पर्दो रहेछ। अब अझै हामी हिँड्दैछौँ हो, हिँडेर अब पुगेकै छैन। अझै हिँडेपछि चाहिँ अझै भित्र अझै रहेछ, भित्र चाहिँ अझै डल्लै छ अरे लुम्बिनी आइपुग्नु चाहिँ यो। सो अब पुगेपछि चाहिँ म अझै देखाउँछु। यहाँ चाहिँ अहिले चाहिँ यस्तो रहेछ, हामी चाहिँ हिँड्दैछौँ अझै 1 किलोमिटर जस्तो हिँड्नुपर्छ अरे। फाइनली चाहिँ हामी आइपुग्यौँ लुम्बिनी है। अलिकति वकिङ डिस्टेन्स रहेछ हो बुढाबुढीहरूको लागि चाहिँ, तर विलचेयर पाइहाल्दो रहेछ नसक्नेहरूको लागि चाहिँ है। यहाँनिर चाहिँ अब भिड हुँदो रहेछ। यहाँनिर चाहिँ यति साह्रो पिसको अनुभव अब फिल गर्दैछु मैले, पिस क्या। यहाँभित्र एन्ट्री गरेपछि नै यति साह्रो शान्ति, यति साह्रो पिस रहेछ। सो दिस इज द भ्यू है। यो चाहिँ अब यो के हो, यो गुम्बा सायद यो नै होला। भर्खर छिर्दैछु, अब के हो कसो हो त्यो चाहिँ अब यो सोधखोज गर्नुपर्ने रहेछ। जानुपर्ने यतै होला, उपर यही होला उयो गुम्बा। यहीँ रहेछ गुम्बा, यो सेतो। कता जानुपर्ने हो? यतै यहाँ चाहिँ बुद्ध भगवान चाहिँ जन्म लिनुभएको जग्गा है लुम्बिनी। यहाँ भित्र चाहिँ दर्शन गर्नुपर्ने रहेछ है। यहाँ चाहिँ भगवान आफै अब यहाँ जन्म लिनुभएको जग्गा। सो यहाँ भित्र त्यो चाहिँ अब यो एक्जिट रहेछ। एक्जिट रहेछ, यता चाहिँ एन्ट्री चाहिँ यता रहेछ। एक्जिट पोइन्ट रहेछ। एन्ट्री चाहिँ यताबाट रहेछ है। त्यो एन्ट्रीको बाहिर चाहिँ अब यस्तो भ्यू रहेछ। यहाँ चाहिँ यस्तो सुन्दर भ्यू देखिँदो रहेछ। इट्स भेरी ब्युटिफुल है। सो यहाँ आउँदैछ हाम्रो मम्मीहरू। यो चाहिँ उहाँको प्यालेस है, भगवान बुद्धको प्यालेस रहेछ। अनि यहाँभित्र चाहिँ एन्ट्री हुँदो रहेछ। यहाँ चाहिँ हामी दर्शन सकेर चाहिँ है लुम्बिनीको बाहिर बसिरहेको छौँ। यहाँ आमा चाहिँ थाकेर सुतिरहनु भएको छ हो। हामी चाहिँ यहाँ दर्शन सकेर भर्खर चाहिँ यहाँ अब लुम्बिनीको बाहिर छौँ। मेरो नानी बा यहाँ हेर, उसले जुवा गर्दैछ, मेरो नानी ढोक्दैछ है। मैनी भाइ गुड हौ। यति साह्रो पिसफुल यहाँको सबै उयसमा नै पिस। भाइबै इट्स भेरी पिसफुल है यहाँको। है के छ यहाँको कस्तो लाग्यो भाइब? हजुर फिस देख्यो। यहाँ माछाहरू पनि रहेछ है, फिसहरू पनि रहेछ। यहाँ चाहिँ तालाब चाहिँ जाइँदै छ त फेरि। यहाँनिर चाहिँ ग्रह शान्तिको ध्वजाहरू बाँध्दो रहेछ। यहाँ चाहिँ यस्तो रहेछ, यति साह्रो पिसफुल छ।
अब यो बाँध्ने चाहिँ कसरी हो त्यो चाहिँ याद भएन। यहाँ चाहिँ बाँध्दो रहेछ, बाँध्नु चाहिँ। यहाँ हाम्रो बडी पनि हुनुहुन्छ हो, यहाँ कान्छा मामा, यहाँ हाम्रो आमा हुनुहुन्छ, यहाँ बाबा, हामी सबैजना यहाँ ध्वजा बाँध्नको लागि आइरहेको छौँ। बाँध्यो, ए बाँधिम सकेछ। ऊ बडीको बाँध्नु नि, लैजाउँ न, बडीलाई बाँध्नु लाउनुहोस् न। होइन बडीलाई लानुहोस् न। त्यतिको लागि चाहिँ यसरी ध्वजा बाँध्दो रहेछ। यहाँ हाम्रो बाबाले चाहिँ बाँध्नु हुँदैछ ध्वजा। यसो यो नानीलाई छुवाऊ, नानीलाई छुवाऊ हेऱ्यो भने त। यहाँ पर बाँध्दैछ हाम्रो चाहिँ बाउसले हो। ऊ पर पो सजिलो रहेछ धनान्छे, ऊ पर विकासले बाँधेकोमा। यहाँ चाहिँ एकदमै पिसको लागि चाहिँ नि यसरी बाँध्दो रहेछ है। आम्मामा यहाँ मान्छेहरू सबले यहाँ आएर चाहिँ यसरी यो चाहिँ पिस, अब शान्ति है, ग्रह शान्ति सबै आफ्नो यसको लागि चाहिँ यहाँनिर चाहिँ यसरी झन्डाहरू बाँध्दो रहेछ। त्यसै शान्ति यति साह्रो हुँदो रहेछ नि त, पिस अनुभव हुँदो रहेछ। हामी है यहाँ सक्यौँ अब लुम्बिनीको चाहिँ आजको भिजिट अब सक्यो। अब चाहिँ हामी कहाँ जाने हो के सब, कहाँ अरे? अब चाहिँ हामी जाँदैछौँ कहाँ भन्ने? हाम्रो बडीले चाहिँ यहाँ पोखरा सुन्नु भएको छैन रहेछ हो। अब चाहिँ अब हामी पोखरा जाने। पोखराको भिडियो चाहिँ अब नेक्स्ट भ्लगमा आउने छ हो। अनि तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनुहोस् भनी म रिक्वेस्ट गर्छु, मलाई पनि मोटिभेट हुन्छ।